हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। नेपाली गाउँघरमा यहाँलाई हार्दिक स्वागत छ। यहाँ छेडागाड नगरपालिका वडा नम्बर 12 मा रहेको हाम्रो सन्तोष सरको बट्टाई र यो चाख्रो चाहिँ पाल्नु भएको छ। चिडिया खाना जस्तै हो, लौकाट। यसको चाहिँ यो कहाँबाट ल्याउनु भयो, कसरी ल्याउनु भयो, उहाँलाई प्रत्यक्ष हामी चाहिँ सोध्नेछौँ। यहाँलाई स्वागत छ सर। धन्यवाद सर। अनि हजुरले कहाँबाट चाहिँ ल्याउनु भयो? यो नेपालगञ्जदेखि सर। यो नेपालगञ्ज मैले अनलाइन मार्केटबाट हेरेर हजुर कसरी पाइन्छ, कसरी ल्याउनु भयो सर? यसको मूल्य कति पर्छ? यसको मूल्य सर मैले होलसेलको उसमाथि 200 को उस ल्याएको छु। हजुर। अब यहाँको उसमा हेर्ने चाहिँ मैले एउटा उसलाई तपाईँले आफू लिनु पर्ने चाहिँ 400 रुपियाँ पर्छ। हजुर। अनि यहीँ बनाएर खानुभयो 500 रुपियाँ। ए ठिक छ। कति केजी हुन्छ यो? एउटा कति ग्राम जति हुन्छ सर? कति ग्राम भन्नु त गर्नु सर, यो 2-250 ग्राम हुन्छ। हजुर। यसको चाहिँ यो मासु खाँदाखेरि यसको होला नि केही फाइदाहरू के छ हजुरले? त अब खासै मैले त्यति यसको विषयमा एकदम उसमा पूर्ण रूपमा चाहिँ जानकारी दिनु पऱ्यो। अब मैले खासै एउटा उसमा विशेष सिजनमा विशेष गरी यसको मासु चाहिँ बढी आवश्यक पर्ने र अथवा खाने मान्छेहरूको गाउँको मान्छे त खासै खाँदैन त्यस्तो होइन। अलिकति यस्तो यसका विशेषताहरू बुझेको मान्छेले मात्र अलिकति खान सक्छ। र चिसो सिजनमा विशेष गरी यसको अन्डा, अन्डा चाहिँ यसको अन्डा औषधिको रूपमा चाहिँ प्रयोग गर्ने औषधि हुन्छ है यसको अन्डा। यो चाहिँ हजुरले यो चारो खाने दानी बनाउनु भएको छ। ठिक छ। यतापट्टि हाम्रो लौकाट पार्नु भएको छ होइन? यो भाग्दो रहेछ त्यसरी। लौकाट हुन्छ यो कहाँबाट ल्याउनु भयो सर? जुन ठाउँ बटाई पाइन्छ त्यो बटाईको खोलबाट। त्यही एउटै फर्मबाट ल्याउनु भयो। हजुरले यो विस्तार गर्ने होला होइन? एकदम विस्तारकै लागि। ए कतिको माग छ त? माग सर अहिलेसम्म एउटा पनि बिक्री भएको छैन। अब मैले खास खाने मान्छेलाई त अलिअलि खाने के छ हामी हजुर। अब अबको केही अब समयबाट अब बिक्री गर्ने। ठिक छ। यहाँले अब उहाँलाई चाहिँ कसैलाई यो बट्टाईको मासु खान पर्यो, यसको अन्डा औषधि हुन्छ अरे, चाहियो भनेपछि सन्तोष सरलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर 12 स्थित चाहिँ उहाँले यो मनाघाटमा पालन गर्नुभएको छ। ल धन्यवाद सर। हजुरको सम्पर्क नम्बर सहित हामी राख्नेछौँ है। अब आवश्यक परेको खण्डमा हजुरहरूले पनि यसको लागि प्रचार प्रसार गरिदिनु होला भन्ने एकदम पूर्ण आशाका साथ।